लकी होइन दुधै छ त्यहाँ होइन होइन हजुर किनभने कुरो मिल्यो भने चाँडा सर्टकटमा होला नि त बेहुलीको आमाले पहिलोचोटि तिमीलाई माइला बाँधेरमा देखेको चौतारीको रुखैमा माइला हाम्रो नाम लेखेको पहिलोचोटि तिमीलाई माइला बाँधेरमा देखेको चौतारीको रुखैमा माइला हाम्रो नाम लेखेको र सबै साकेला भाकामा खोलेको जिन्दगानी माइला देहासोमै रमाउला तारा टिपी नदिए पनि सारा सुख नभए पनि तिमी रमा नदीसरी बगे जाऊला सँगै बाँचौला उताबाट चाहिँ उता टाढा भयो भने त गाडी पनि मै पठाउनु यसलाई चाहिँ बात गर्छु टेबल टाइनी पनि होला यहाँबाट उता
घाममा सकौँ न यो सबै सक्ने काम तपाईँको होइन हो होइन होइन हो आफै तपाईँले यो तपाईँको यो लिदिनु न सबै यो सबै हजुर अब केही छैन यता अब सम्धिलाई मलाई एउटा दिनु आफू आफै टोका टोका सक्छ सबै खुवाउने पनि होइन उताबाट खुवाउने रोटी खाए
मैले डिलिट हालिसकेको है आमा उयो छोप्थ्यो बाबा यो फेरि यसो जोत्दा सोद्धा हो भने चाहिँ चल्दैन नि मामाहरूलाई यो पनि मामाको यो मामाको यो पनि मामाको यो यहाँ फुपूहरूलाई यो अन्डा चाहिँ चामलको यो चटनी पनि सबै भयो अब के छ के ल्याए थाहा पनि हुन्छ खोल्नु नानीहरूको अब हाम्रो यो बाउरा अलिक के छ त्यसलाई फेरि यो त होइन यो एउटा यो कम्पनी सिलै हो कि हाम्रो सिल अर्को छोकरा आउँदैछ
हजुर हजुर तपाईँले हेरि यसरी आउनु ल अब त्यसको लागि अहिले गएर दाहिने साथ कुरो ल्याउनु जेको छोरा चाहिँ चाहियो हजुर हजुर चाडबाडको चाडै नै लडाइँ म उठौँ त्यसमा तपाईँहरूलाई देख्नु मन छ भने अलि यता आउनुहोस् गानमा गान्छौँ आखेमा नाना जोजो आसायानी अथवा यस ठाउँमा बस्नुभएका आखेमाम हजुरभाइ दिदीबहिनी सम्पूर्णमा यहाँ सबैलाई लसो यादन खालको भयो लसो अब जन्ती पक्षबाट आउनुभएका कुटुम्ब पक्षका मित्रहरू र यो निम्तोलाई स्वीकार गरेर टाउकोमा बजेर लाग्यो आउनुभएका सम्पूर्णजनामा फेरि पनि सबैलाई लसो सुमित्रा तामाङ र इलाम जिल्ला फाकफोकथुङ नगरपालिका 7 मा बसोबास गर्दै आउनुभएका बाबा धनश्वर लिम्बू र आमा पुष्पा लिम्बूको छोरा मिलन कुमार लिम्बूथेन ब्याताज भनेको मतलब उहाँको छोरासँग के अरे सुमित्रा तामाङको बिहे हुँदैछ भनेर मैले यहाँलाई जानकारी गराएँ। अब बिहे हुँदा हाम्रो तामाङको परम्परा अनुसार हामीले ज्वाइँलाई छोरी सिर्फ छोरी मात्रै नदिएर हाम्रो पक्षबाट स्याह पिन्जी काहा पिन्जी रुपै पिन्जी भनेको चाहिँ उहाँको रूप प्रदान गऱ्यौँ। हामीले मासु प्रदान गऱ्यौँ। हाम्रो घिसिङको छोरी हाम्रो बौद्ध परम्परा अनुसार चाहिँ घिसिङ नै रहनेछ। त्यसैले रुई चाहिँ मैङथेन मुला विशेष लसो गर्दन खापुला यसरी दिइराँदाखेरि हामीले हाम्रो यस स्थानमा रहनुभएका आसेङानी आमेन आबेन जो आले अथवा फुपू बाजु दाजु भाइ गान्बा गान्सुमियाको चाहिँ ठुला बडा भत्रा फलात्नी सबै राखेर हामीले यो वचन प्रतिबद्ध गरेका छौँ। त्यसैले सुनेको छ मधेसमा अब जलमा बस्ने जल प्राणी माछाले सुनेको छ चुरी शुभ गान्बा गान्सुम लालामो देवी देवता यहाँ बस्नुभएका सम्पूर्णजनाले सबैले सुन्नु भने हजुर पक्का पनि लसो ल थेजिरो भन्नु पर्यो हजुर ल मोरङ जिल्ला बेलबारी नगरपालिका 11 बस्नुहुने आमा सुषमा बन्धन तामाङ र बाबा धनराज घिसिङ तामाङको छोरी सुमित्रा तामाङ र इलाम जिल्ला फाकफोकथुङ नगरपालिका 7 निवासी बाबा रणश्वर लिम्बू र आमा पुष्पा लिम्बूको छोरा मिलन कुमार लिम्बूसँग बिहे भएको छ। बिहे हुँदा हाम्रो तामाङको एउटा रिमठिम अनुसार स्यापिन्जी कापिन्जी रुपिन्जी अथवा मासु दिएका छौँ। के अरे उहाँको चाहिँ सिप दिएका छौँ रुप दिएका छौँ। तर रुई हाम्रो चेलीको रुई चाहिँ हामी माइती सधैँ हुने हुँदा रुई चाहिँ मैङथुन मुला भिसी लसो यार्दन खापुला यहाँ उपस्थित हुनुभएका गान्बा गान्सुमनीको ठुलो बडा भद्रा फलात्मी
उपस्थित आसेङ आनी जो आले आखे माम होइन आमेन आमेन नानाहरू फुपूहरू फुपू भाजु मामाजु भद्र भलात्मी सम्पूर्ण यहाँको चाहिँ लालामुसे योको गाउँघरको देवी देवता कन्सोसियम भनेको तिरत्ना त्यस्तै गरी चाहिँ डाबे मुनाल त्यसै गरी समुदाय भन्ने माछा बुमो भनेको बेहुला बेहुलीको आयु चाहिँ गाङ्गी राङबा छेरिङ्गै नानी फम्सुङ छेरिङ्गा बेसी लस्सो सबै फुल दुईटै चामल पनि ऐराक पनि दुईटै रक्सी पनि चढाउनु पर्यो हजुरले दैलोमा बस्ने अब हाम्रो दैलोमा बस्ने त फेरि दरबारमा पनि भन्छौँ चिप्रोमा पनि भन्छौँ दरबारको चौकीदार त्यसो हो ल यो काटेर जुठो लगाइसक्यो अब योहरू बाहेक लु यता सम्धि फेरि लु फेरि होइन यता सम्धिनी होला आमालाई सम्धि आमा घुँडा मार्नुपर्छ दुई घुँडा त मार्नुपर्छ एकचोटि अब यहाँ मैले सम्झुता ल्याएको नि हजुर ढोक्नु लाग्यो एकछिन अब यति ढोकाबाट अब आसेङ सम्धिनी फुबु सम्धिनी हजुर ल यहाँ फुबु सम्धिनी अब यहाँ ठुल्यामा सम्धिनीमा आइहाल्नु भएको छ होइन तिनै गर्दा म खालि यो गर्छ र मलाई टाउको दुख्छ कम दियो हजुर यता बढाउनु मम्मीहरू कता छ बडाउहरू पठाए त सम्झी ढोक्नु छ मेरो पारी हो अरू आउनु छ मामा सम्झी भरे यही चाहिँ हजुर हाम्रोमा गाह्रो अरू सब सजिलो छ अलि आशेको अलि अगाडि आउनु अब यहाँ लाइनमा अब बाहिर कान्छ नभए कान्छी लु आउनु सक्छ अब ए लु बडाबाउ सम्झी आइहाल्नु टोपी झिक्नु लु ढाडाको घुँडा मार्नु न भुइँ चाहिँ नफुटोस् है फेरि लु आसेङहरू आसेङ छाहरू जेठा मामा सम्झी गाट होला नि कहिले काहीँ बजार भने बनाउनु छैन भने अब मलाई यहाँ सम्झीलाई पनि गाह्रो पो भइसक्यो के यसो गर्नु पर्यो
चिन्ता गर्नु पर्यो सम्झिनेहरू गाह्रो हुँदैछ काकी सम्झिने उहाँ खानु यता मेमेहरू आउँदै हुन्छ त एकछिन बस्छौँ है अब के स्थगित उता ठोकेला हजुर तपाईँ लु आराम गरौँ खुब सम्झिने सधैँ समाति गर्नुपर्छ यो कुराहरूलाई अलिकति खुट्टामा ढोक्दै टाउकोले त छुने कुरा भएन हातले पक्कै एकछिन चाहिँ उभिन्छ नि सबैले यसो गर्दा भयो को छ है बाँकी माइतीहरू ढोक्नु पाएन भन्नु पाउँदैन है आउनु लो पालो गरेर तपाईँको कुत्तैबाट सुरु गरेको पनि त्यो उता पछाडि निस्किदेऊ अब ढोक्नु जति चाहिँ निस्किदेऊ न होइन ज्वाइँले ढोक्नु पर्दैन ज्वाइँले ढोक्नु पर्दैन हामी पाकेको खाले चाहिँ निस्किँदा हुन्छ बहिनीले ढोक्नु पर्दैन दिदीलाई पनि ढोक्नु आशीर्वाद आउनु ज्वाइँको पलाउँछ हो जहिले चाहिँ पारा ल्याउनु भयो यो हो नि त पारा त घोडा त धस्नै पर्छ पर्दैन नानी पोङ एकचोटि राखेर भइसक्यो तामाङको जतिकै घोडा मारेर छ है जय हो यो हो नि त जय चाहिँ पक्का पाकेको जय चाहिँ काँचो परेन है जय चाहिँ एकदम हो मान्नुपर्छ यिनीबाट झन् सम्झि कति पाकेको ज्वाइँ खुर्याएको मात्रै चिसीहरूले त अलाउँछ भन्नु पाकेर आएर सम्झि पाकै हुनुभयो ज्वाइँ पनि आउनु पर्यो
सजाइसके मनमा मैले मायाको गजुरी फुल देखे धेरै मैले तिमी हौ बिन्जुरी जीवनको रङ्ग खोल्दैछ सिन्दुरी सिन्दुरी मन थियो एउटा मनमा बस्ने त्यो पनि सुम्पिए जुनेली रातमा जुनलाई हेरे तिमीलाई सम्झिए मन थियो एउटा मनमा बस्ने त्यो पनि सुम्पिए जुनेली रातमा जुनलाई हेरे तिमीलाई सम्झिए दुःख र सुख बाटेर ल्याउला जति छ जीवन हाँसेर जिउला दुःख र सुख बाटेर ल्याउला जति छ जीवन हाँसेर जिउला नमान के पीरा तिमी हौ होइन म तिम्रो दर्पण हेरन मैतिर मैत्री आउला सानी है फेरि कटाउला जुनी तिमीलाई मैत्री आउला सानी है फेरि कटाउला जुनी तिमीलाई बिजाई पंख बतास सँगै नाचेकी मयूरी फुल देखे धेरै मैले तिमी हौ बिन्जुरी जीवनको रङ्ग खोल्दैछ सिन्दुरी सिन्दुरी मन थियो एउटा मनमा बस्ने त्यो पनि सुम्पिए जुनेली रातमा जुनलाई हेरे तिमीलाई सम्झिए मन थियो एउटा मनमा बस्ने त्यो पनि सुम्पिए जुनेली रातमा जुनलाई हेरे तिमीलाई सम्झिए मैत्री आउला सानी है तिमीसँग देखेर तिमीलाई हेरेर तिमीलाई तिमीलाई तिमीलाई
भेटेर तिमीलाई सम्झेर तिमीलाई 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 देखेर तिमीलाई हेरेर तिमीलाई भेटेर तिमीलाई सम्झेर तिमीलाई मनै मनमा माया तिन पाते भइदियो मनै मनमा माया तिन पाते भइदियो विपनीमा तिमीलाई सपनीमा तिमीलाई 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 दिनै रात तिमीलाई सम्झेर तिमीलाई 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 विपनीमा तिमीलाई सपनीमा तिमीलाई दिनै रात तिमीलाई सम्झेर तिमीलाई मेरो रस रङ्ग सबै तिमीतिरै गइदियो मेरो रस रङ्ग सबै तिमीतिरै गइदियो बसै काटी चोया चोया खेपी ढोको तिमीसँगै घाम छाया हुने मनको धोको बसै काटी चोया चोया खेपी ढोको तिमीसँगै घाम छाया हुने मनको धोको सिरै फुल सिरैमा लाउन कसरी नौगेडी गालैमा लाउन कसरी ओठैमा हाँसो आउला कसरी ओठैमा हाँसो आउला कसरी सुन्छु नि काने भरि मन उड्छ डाँडै परी सुन्छु नि काने भरि मन उड्छ डाँडै परी आफै मुस्काउ मुसुका जुन तारा टिपी कोही दिँदैन थोपा थोपा मिली बग्छ खोला सागर कुनै मुहान हुँदैन रात पछि हुन्छ उजेली मन्चरी गाउन सुसेली रात पछि हुन्छ उजेली मन्चरी गाउन सुसेली आऊ समाऊ यी नाडी मेरा तिम्रै नाम दिन रात चल्छ उठाऊ यी मेरा नजरका घुम्टोहरू तिम्रै मुहार हेर्न चञ्चल छन् आऊ समाऊ यी नाडी मेरा तिम्रै नाम दिन रात चल्छ उठाऊ यी मेरा नजरका घुम्टोहरू
बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बरफी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बेसरी म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो अब अहिले स्थगित गरिदिनुहोस् भनेर हामीले राखिदिने बिहान राखिदिनु हजुरहरूको लागि
राखिदिएको लान सक्नुहुन्छ भने ठिकै छ खाने जति खान्छ हामी त्यति मात्रै खान सक्छौँ भन्नु भयो भने ठिकै छ लाइट कहाँ छ लाइट निकालेर हान्नु चढाएर छोडिदिनु भयो भने धन्यवाद खानु सक्नुहुन्छ यदि झोलामै लाएर लान सक्नुहुन्छ त्यो होइन हजुरहरूको कल्चरलाई अनि हामीले निकाल्नु नसकेको होला होइन बुझ्नु नसकेको होला कि यो तपाईँले चढाइ चल्दैन होइन चढाइ हुन्छ हामी त्यहाँ अब यस्तो हो हजुरहरूले माग नगर्नुमा हामी पनि अन्न दिउँ होइन भोलि गएर अब सिक्ने जाँदा के अरे होइन त्यो त म चाहिन्छ नि त के भन्छ बुहारीभित्र आउँदा पनि उता अब यहाँ तपाईँको सालाहरूले बोक्छ बोकेर डाइरेक्ट त्यहाँ घुम्नु पर्यो त्यहाँ दाइ त्यसो उयो त्यहाँ जग्गा घुम्दा चामल छर्ने कि यो अलिकति आउँदा मलाई गाह्रो लाग्छ यता पनि दिनु नि उतातिर त्यसरी हिँडेर जान्छ होइन यो के यहाँ राखिदिनुहोस् थालमा राखिदिनुहोस् स्वीकार्नु भुकुहरू ए
भाइ पे जान्छ है जान्छ तर मेरै भन्ने चाहिँ यहाँबाट छिराउनु बाजारले त यसै भन्थ्यो होला अलिक छिटो फ्यामिली मकेको गलेन ढिलो ढिलो पो हुन्छ अरे चप्पल हातमा बोकी एकपल्ट चाहिँ सँगै बस्नुपर्ने नानी त्यही हो बस्नु पर्यो पहिला Saurit bang urung kita mamet dan urung macam tadi. Oh, kayak mun. Misuk sang Jyoti siang awa mebang si nengiang awa mebang si. Kami puri jamna awa mebang sil ko. Ogongo owa moyo lawa melu kaya lawa melu. Nangnap to lawa melu thap lawa melu. Yang yu kumang yung सबक केन्द्र आङ्ग्य कुम्मङ बाजेको नेतृत्वमा जाँदैछ मैं विजुअल से फिल्म तो क्या खाता
सबै त्यो मनका सारा भावहरू सुम्पिदिन्छु मायामा मायामा Mai khola ko sabat pe ka tunun mo ha. Kisa na tan ka wa ho. Cindan wa. Ai net tore badi madar vikil bella de. Oke pas sunne bi ba kiyang madar bella ka.
यति आउनुपर्छ जस्तो पुरस्कार हो भने मै पो मैले तल मन परेको तल मन पर्दैन भने
झिकाउँदैछु बाधा मलाई म तिम्रै हुनेछु राख मलाई तिम्रो आँखामा सधैँ जुनी जुनी म तिम्रै हुनेछु भेटिनु र छुटिनु तिमीमा नै सबै त्यो मनका सारा भावहरू सुम्पिदिन्छु माया विपना तिमी नै सम्झना बिर्सना तिमी नै
कति बेलादेखि टाइम भन त ए हो ल एकछिन म तपाईँलाई एकछिनमा फेरि बसिराख्ने होइन नि अब त गर्नु पर्यो नि देवराले ल्याइदिएको देवरलाई त पहिला देवरलाई राखेको थियो